भोलिको कार्यक्रममा कति मान्छेको उपस्थिति हुन्छ होला दुर्गा सर त्यसो भए? एयरपोर्टको सडक भोलि खचाखच भरिन्छ हैन? एयरपोर्ट वरिपरिको 5 लाख सरकारले भनेको छ 10,000 मान्छे बडो मुस्किलले आउनेछन्। सरकारले त त्यसो भनिहाल्छ नि। 5-7,000 दुर्गा प्रसादका समर्थक, थाहा छ देशभरिबाट 40,000 पुलिस ओसारेको छ। 2-3,000 राप्रपाका समर्थक। यहाँ सुन्नु न, देशभरिबाट 40,000 पुलिस ओसारेको छ सरकारले। राजधानी ल्याइसक्यो 40,000 पुलिस ल्याइसकेको छ। सशस्त्र त्यति नै ओसारेको छ। किन त्यत्रो ठुलो एमाउन्टमा पुलिस ल्याएको? जनपद सशस्त्र गरेर 40,000 ल्याएको छ काठमाडौँमा हैन? तर त्यो जनपद त्यो 40,000 छन्, ती 40,000 हाम्रा मान्छे हुन्। ती 40,000 को त व्यवस्था परिवर्तन भएको भोलिपल्ट छ नि 1 लाख हुन्छ महिनाको तलब। यिनीहरूले भारी बोकेर हिँड्नु पर्दैन दुर्गा वर्षै आएको भोलिपल्टदेखि। यिनीहरूले त्यो अहिले सिक्दैछन् नि त्यो कोरियन भाषा र जापानिज भाषा फ्याक्ता हुन्छ। दुर्गा वर्षैलाई ल्याउनु न यिनीहरू सबैले सहयोग गरेर सकिन्छ खेल। जापान पनि यही, कोरिया पनि यही। जापान पनि यही हुन्छ, गरिबका लागि कोरिया पनि यही हुन्छ। त्यसले गर्दाखेरि यो व्यवस्था नेपाली नागरिकहरूको अन्धकारबाट उज्यालोतिर लाने यो व्यवस्था फेर्नको लागि दुर्गा वर्षै र यो व्यवस्था फ्याँक्न दुर्गा वर्षै र राजालाई साथ दिनु।